राजनीतिमा आउने सम्भावना कतिको छ? तपाईँ दीपक खड्काकै क्षेत्रमा सुझावहरू आइरहेको छ। प्रश्न भनिदिनुहोस् न, तपाईँ रामेछापमा अथवा रामेछापबाटै चुनाव लड्नुहुन्छ कि अथवा चुनाव के अरे राजनीतिमा आउने तपाईँको केही योजना छ कि छैन? म एउटा जिम्मेवार नागरिक, अब तपाईँ जस्तै बाहिरको नागरिक भयो, म कर्मचारी भएन। एक जिम्मेवार नागरिक भएर मैले अघि नै मेरो वक्तव्यमा पनि लेखिसकेको छु। म सदैव देशको हितको लागि, देशको समृद्धिको लागि म कुनै पनि जिम्मेवारी लिन तयार छु भनेर मैले अघि नै भनिसकेको। कानुनभन्दा बाहिर गएर कुनै पनि निर्देशन मान्न सकिँदैन। तसर्थ मैले विद्युत प्राधिकरणको सञ्चालक समितिमा नै मैले नोट अफ डिसिजन लिएको थिएँ एउटा विषयमा, जुन विषय कानुनभन्दा बाहिर थियो। यो निर्णयमा मेरो फरक मत रहन्छ भनेर मैले नोट अफ डिसिजन लिएको थिएँ। त्यो अदालतमा गएर पिआइएल बन्यो र त्यहाँ त्यस सम्बन्धमा स्टे अर्डर पनि आयो। त्यसको मतलब मैले जे स्ट्यान्ड राखेको थियो त्यो सही थियो भन्ने कुरा प्रमाणित हुन्छ। मैले कानुन विधि नियम अन्तर्गत रहेर निर्देशन मान्ने हो। त्योभन्दा बाहिर गएर कतै कहीँको निर्देशन मान्न म बाध्य छैन। जुन दिनबाट चाहिँ मन्त्रालयमा मन्त्रीज्यू आउनुभयो त्यही दिनबाट तपाईँको टसल चुल्यो र हामीले देखिरहेका छौँ मन्त्रीज्यू आफै पनि जलविद्युतमा लगानीकर्ता हुनुहुन्छ। उहाँको रसुवा तामाकोशी समथिङ के नामको परियोजना छ। तपाईँसँग साँचो थियो यो विभाग भनेको कतै उहाँको पक्षबाट त्यस्तो केही लबिङ गर्न खोजिएको या त फेरि केही त्यस्तो गर्न खोजिएको र त्यो काम नभएको अर्थमा चाहिँ निष्कासन गरिएको भन्ने आशंकाहरू पनि आइरहेको छ। यसमा कतिको सत्य? यसको कारण के थियो भनेर मैले सुरुमा अहिले मेरो वक्तव्यमा भनिसकेको छु। प्रमुख कारण के थिए, त्यसका सहायक कारणहरू के थिए, त्यो त धेरै अब आउँछ के हुँदैछ प्राधिकरणभित्र र त्यहाँ के हुन लागेको थियो, केमा मैले रोकेँ भन्ने कुरा अब तपाईँहरूले बुझ्दै जानुहुनेछ। र डेडिकेटेड र टर्न लाइनको जुन प्रकृता असुल गर्नुपर्छ भनेर म सुरुदेखि लागेको र त्यसमा अवरोध खडा गर्ने जुन कामहरू भयो र मुख्य जुन विवादको विषय त्यहाँबाट सुरु भयो र धेरै विषयहरू त मैले आन्तरिक रूपमा तपाईँले लेखिराख्नु भएको छ, सुनिराख्नु भएको छ। अब क्रमिक रूपमा आउँदै गर्छ, तपाईँहरूले बुझ्दै जानुहुन्छ। व्यवसायीहरूसँग उठाउनका लागि पटक चाहिँ बत्ती काट्नु भएको थियो, त्यसको चाहिँ के भएको छ? यो चाहिँ आम जनताले चाहिँ बुझ्न खोजिरहनु भएको छ। धेरै मान्छेको जाँच छ यो विषयमा, कति उठ्यो उठेन, त्यो 22 अर्बको चाहिँ अहिले के भइरहेको छ त्यो असुल गर्नुपर्ने कुरा? मैले अघि पनि भने, मैले पटक प्रयास गरेँ। कहिले क्याबिनेटबाट, कहिले नियमन आयोगबाट निरन्तर लाइन जोड्नु, बत्ती नकाट्नु भनेर निरन्तर लिखित आदेशहरू आए। अस्ति पनि एउटा चाहिँ मैले जुन नोट अफ डिसिजन लिएको थिएँ, अदालतबाट स्टे अर्डर आइसकेपछि मलाई लाइन काटेर बत्तीको महसुल उठाउन सहमति देऊ भनेर नियमन आयोगलाई लेखेको थिएँ र त्यही दिन मलाई हटाए। त्यो हुनाले तपाईँले बुझिराख्नु भएको छ, अब बुझ्दै जानुहुन्छ। यो प्राधिकरणको महसुल राजस्व उठाउनलाई म जुन हिसाबले लागेँ, निरन्तर त्यसमा ठुलो दबाब सिर्जना भयो र विभिन्न निकायबाट लिखित आदेशहरू आए। अब म पनि एउटा सार्वजनिक, एउटा नागरिक, सर्वसाधारण नागरिक, तपाईँहरू मिडिया सबका साथीहरूले जुन बक्यौता छ त्यो बक्यौता उठाउनुपर्छ, पब्लिक लेभलबाट बक्यौता उठाउनुपर्छ भनेर आवाज उठाउनुपर्छ। भनेपछि अब पूर्ण घिसिङ विद्युत प्राधिकरणको जुन बक्यौता उठाउनु पर्नेछ, जुन अब सरकारको अब विद्युत प्राधिकरणको जुन व्यक्तिहरू छ त्यसको भण्डारण गर्नका लागि
मैले भण्डाफोर नै गर्नै पर्दैन आउँदैछ धेरै कुरो त्यस अबको निर्णयहरूमा आउँदै गर्छ तपाईँले बुझ्दै जानुहुन्छ। यो भारतले चाहिँ सहयोगको कारण हो, प्रतिफल हो, यसमा तुलनालाई चाहिँ बिना कारण हिरो बनाइयो भनेर ऊर्जा मन्त्रीले भन्नुभयो नि दीपक खड्काले। त्यो प्रति तपाईँको राय के छ? यसैमा गर्नु चाहे उहाँले चाहिँ संसदको रोस्टरबाट पनि भन्नुभएको छ लोड सेडिङ हटाउनमा कुमार घिसिङको कति पनि हात छैन, भारतको हात छ भनेर भन्नुभएको छ। त्यो विषयमा धारणा के हो? मेरो मैले अहिले नै भनिसकेँ, मेरो वक्तव्यमा हेर्नुहोस् न, लोड सेडिङ अन्त्य गर्ने यो समग्र चाहिँ कार्यक्रमको सफलतामा तपाईँ हामी आम पब्लिक सबैको हात छ। सबैको हात होला। मैले गरेको एकदमै चमत्कारिक रूपमा चाहिँ यो सबै सफलता हासिल गरेको त भनेको छैन। मैले कहीँ भनेको छु, नगरेको कुरालाई किन डिफेन्ड गरेर अहिले कार्यकारी निर्देशकले के भन्नुभएको छ भन्दाखेरि कुमार घिसिङले अहिले जुन यो विद्युत प्राधिकरणमा देखाएको नाता छ त्यो फेक नाता भनेर भन्नुभएको छ। त्यो नाता चाहिँ फेक नाता चाहिँ के हो भन्ने कस्तो पाएको छ? यो हाम्रो वित्तीय विवरणहरू हाम्रो महालेखा परीक्षकबाट नियुक्त भएका अडिटरहरू 3टा अडिटर संस्थाले देशभरिबाट 6 महिना लगाएर गरेको अडिट हो। त्यसमा आएको विवरण हो र विगत 8 वर्षदेखि 6 महिनामा हामीले अडिट गरेका छौँ। महालेखा परीक्षकबाट प्रमाणीकरण भएको छ। त्यसमा मन्त्री, सचिव, अर्थ सचिव सबैले साइन गरेर बुझाएको विवरण हो। आफैले साइन गर्ने अनि त्यो विवरण फेक छ भनेर भन्न पाउनुहुन्छ तपाईँले? प्राधिकरणको नाफा, प्राधिकरणको जुन विवरण छ त्यसमा बोर्डले स्वीकृत नगरिकन त्यो कुनै प्रमाणीकरण हुँदैन। बोर्डले स्वीकृत गरेको नाफा विवरण त्यसले फेक कसरी बन्न सकिन्छ? र प्राधिकरणले विगत 8 वर्षमा 35 अरब घाटाले माइनस गरेर 47 अरब गर्नु भनेको, 47 अरब नाफा लानु भनेको 82 अरब नाफा गर्नु भन्ने गरिन्छ। यो डेडिकेटेड ट्रेन लाइनको 22 अरब जोडेर त्यस गरेर हामीले डेडिकेटेड ट्रेन लाइनको पनि बक्यौता त्यहाँ छ। तर त्यो पैसा आउने पैसा उठाउनुपर्छ भन्ने पैसा त्यो हाम्रो एक्युरेट बेसिसमा एकाउन्टिङ हुन्छ र कुनै चाहिँ बक्यौता नउठ्न पनि सक्छ भनेर प्रोभिजन पनि गरेको हुन्छ। करिब 11 अरबको हामीले प्रोभिजन गरेका छौँ। त्यो 11 अरब पनि जोड्ने हो भने त्यो नाफा अझ बढेर जान्छ। उठ्दैन भनेर प्रोभिजन पनि गरेका हुन्छ। अनि प्राधिकरणमा चाहिँ ऋण यति छ, 250 अरबको ऋण छ भनेर त्यो सबै घाटा हो, प्राधिकरण त घाटा भन्न पाइन्छ। तर कुन चाहिँ फाइनेन्सियल एक्सपर्टले त्यो उहाँले सल्लाह दिइरहनु भएको छ मलाई थाहा। मूल्याङ्कनमा चाहिँ 0 अङ्क दिने दीपक खड्का र उहाँको सरकार केपीओ नेतृत्व सरकारलाई तपाईँ कति अङ्क दिनुहुन्छ? तपाईँ के दिनुहुन्छ? जनताले भन्नुहोस्। जनताले त माइनसमा दिइरहेको मलाई कति दिनुहुन्छ, उहाँले कति दिनुहुन्छ, तपाईँले जनताले चाहिँ अहिले नेपालमा सबैभन्दा धेरै रुचाएको व्यक्ति मध्येमा तपाईँ पनि पर्नुहुन्छ। नेपाली जनताले कुमार घिसिङ छिटै राजनीतिमा आयो हुन्थ्यो भनेर धेरैको मनोभावना हामीले बुझिरहेका छौँ। तपाईँले चाहिँ राजनीतिमा चाहिँ हामीले कहिले देख्न सक्छौँ होला भन्नुहोस् न? मैले अघिदेखि भनिसकेँ, एउटा जिम्मेवार नागरिकको हैसियतले कुनै पनि जिम्मेवारी लिन म तयार छु। राजनीतिमा आउने भनेर तपाईँ किन डिप्लोमेटिक हुनुहुन्छ? आउनुभयो भने मोडालिटी के हुन्छ? स्वतन्त्र रूपमा आउनुहुन्छ कि आउनुहुन्छ कि? अब तपाईँ आजको पत्रकार सम्मेलन चाहिँ मेरो प्राधिकरणबाट एक्जिट हुने अवस्थाको पत्रकार सम्मेलन भयो। त्यो बेलामा छुट्टै गएर त्यो एउटा आरोप लाग्ने गर्छ नि, तपाईँ प्राधिकरणमा रहिरहँदाखेरि प्राधिकरणको सामान खरिदमा अथवा अन्य कुनैमा आफ्नो नातेदार कम्पनी मार्फतबाट सामान खरिद बिक्री गर्यो भन्ने आरोप लाग्छ नि, के हो त्यो? प्राधिकरणको हरेक प्रोक्युरमेन्ट इन्टरनेसनल बिडिङबाट हुन्छ, र त्यसमा
खरिदमा मेरो नातेदार अथवा कोही व्यक्ति मैले जो मेरो रिलेसनमा परेको छ भने छानबिन गरेर कारवाही गर्नुहुन्छ। तर हामीले दुईटा प्रसङ्ग देख्यौँ। एउटा तपाईँलाई जबरजस्ती ढोका फुटाएर निकालियो, अर्को हिजो मात्रै बालेनजीको कार्यकक्षामा एउटालाई चाहिँ जबरजस्ती गरेर ढोकै फुटाएर भित्र प्रवेश गर्यो। सरकार एउटै प्रवृत्ति दुईटा देखायो। यसप्रति चाहिँ तपाईँको ठ्याक्कै स्पष्ट धारणा दिनुहोस् त। हिजो घटना तपाईँहरूको खाँदो भइरहेको हिजो महानगरपालिकामा यही सरकारले एकजनालाई ढोकै फुटाएर भित्र प्रवेश गरायो। यही घटना तपाईँलाई ढोका फुटाएर निकाल्नु पर्ने बाध्य। यसबारे तपाईँको त्यो त सरकारलाई नै सोध्नुहोस् न। सरकारलाई नै सोद्धा हुन्छ। कतिको सत्य छ यो कुरामा, कतिको सत्यता छ? अहिले त्यसको कुनै हामीले प्रयोगहरू गरेको छैन। प्राधिकरणलाई चाहिँ यो पब्लिकमा सेयर लाउने 20% जति पब्लिकमा सेयर लाउने भन्ने आइपिओ जारी गर्ने भन्ने चाहिँ हामीले अगाडि बढाएका छौँ। तर मन्त्रालयको असरको कारणले त्यो सम्पन्न हुन सकेन। मैले उहाँले संसदमा बोलेपछि पनि मैले लोडसेडिङ छैन, लोडसेडिङ हुँदैन भनेर भनेको थिएँ। उहाँले लोडसेडिङ छ भन्नुभयो। नमिसिएको भोलिपल्ट चाहिँ उहाँले विज्ञप्ति निकाल्न लाउनुभयो लोडसेडिङ छैन। एक दिनमा कसरी त्यो चेन्ज हुन्छ? जस्तै हजुरले चाहिँ अघि पूर्व प्रधानमन्त्रीहरूलाई चाहिँ धन्यवाद दिनुभयो, तपाईँ निरन्तर साथमा आफ्नो कार्यक्रम समाधान आउँदै गर्दाखेरि हाम्रो यहाँनिर राजनीतिको 3वटा मन्त्रीले गर्दा मैले पूर्वलाई मात्रै दिएको छ, वर्तमानलाई पनि दिएको छु। प्रधानमन्त्रीहरू सबै अहिले काङ्ग्रेसका नेता खड्काले उहाँको कसैले गरेर तपाईँलाई निकाल्यो। त्यस्तो तपाईँले मन्त्री पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई चाहिँ धन्यवाद ज्ञापन गरे जस्तो पनि लाग्यो। भनेको छु नि, प्रधानमन्त्रीहरू वर्तमान पूर्व प्रधानमन्त्रीहरू सबै विगत 8 वर्षमा त धेरै प्रधानमन्त्रीसँग काम गरेँ, धेरै मन्त्रीहरूसँग काम गरेँ नि, होइन? राजनीतिक हस्तक्षेप प्रश्न रूपमा देखिएको छ। यो बाहेक नेपालको ऊर्जा क्षेत्रमा कतिको राजनीतिक हस्तक्षेप नेपालको ऊर्जा क्षेत्र अहिले ऊर्जा क्षेत्रले जुन विकास गरेको छ, देशमा एउटा बत्तीको उज्यालो अँध्यारो युगबाट उज्यालो युगमा आएको छ। तर यस्ता अँध्यारो धेरै क्षेत्रमा छ। गम्भीर सङ्कटमा देश छ, अँध्यारो धेरै क्षेत्रमा छ। त्यो सबै क्षेत्रलाई उज्यालो बनाउनु जरुरी छ।